साथीहरू घरको मान्छेले काम आज सिकाएको दिन अनि त्यो दिनमा काम गर्ने बिर्सेर साँझ यति हतारमा त्यो काम गर्नुकै मजा नै अलग हुन्छ के। टु बी अनेस्ट गाइज, आज मेरो मम्मी बजार जानुभएको थियो अनि हामीले हिजो काउली लगाएको थियो नि त। हिजो मैले होइन, मम्मीले मात्र लगाउनु भएको थियो। अनि त्यसपछि अलिकति बजेको रहेछ अनि त्यो ठाउँमा चाहिँ मलाई काउली लगाउन जानु भनेर मम्मीले बिहानै भनिसक्नु भएको थियो। अनि काउलीको बुट्टा पनि निकालेर राखिराख्नु भएको रहेछ। सो साथीहरू दिनमा म के गर्दै सुत्दा उठ्दा के गर्दा मैले बिर्सेँ कि मलाई त्यो काम गर्न जानु छ भनेर। जब 5 बज्यो तब मलाई याद आयो कि मैले त्यो काम गर्नुपर्ने छ भनेर। दिनमा त टननन घाम पनि लागिरहेको छ क्या साथीहरू। अनि त्यो बेला बिर्सेर 5 बजे पानी परिरहेको थियो कि ओ माई गस, म त यति डर लाग्यो कि। प्रायः जस्तो मम्मीले चाहिँ धेरै काम त लगाउनुहुन्न, तर कहिले लगाउनुहुन्छ, नगरेपछि मम्मी रिसाउनुहुन्छ क्या। ला अब चाहिँ मम्मीले मार्नुहुन्छ भने यति धेरै डर लागेको थियो साथीहरू। कुर्दा 6 बज्न आँटिसक्यो क्या। अनि पानी नै रोकेन, अलिअलि आइरहेको थियो। बट म छिटो गएर त्यो काउली लगाउन थालेँ क्या साथीहरू। यस्तो हतारमा काम म जहिले पनि गर्छु कि। म दिनमा गफ गर्दा मुभी हेर्दा सुत्दा बिर्सिहाल्छु अनि पछि यति धेरै हतार हुन्छ साथीहरू। अब चाहिँ मैले कामसाम भ्याएर घरतिर आउनु लाग्यो अनि यो हाम्रो नदी यस्तो छ अनि नदीमा एउटा दाउरा आएको रहेछ क्या साथीहरू। अनि त्यो चाहिँ मैले टिपेँ भन्नु कि उठाएँ। अनि साथीहरू हामी चाहिँ आजभोलि नदीमा दाउरा बग्दैन क्या। अनि पहिला चाहिँ नदीमा धेरै दाउरा बग्थ्यो अनि हामीहरू सबैजना हाम्रो घरको भाइ बहिनी मम्मी बुबा म अनि यहाँको हाम्रो सबै छिमेकीहरू हामी नदीमा दाउरा उठाउँथ्यो क्या। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। बाबा।